उता सालासँग सुत्नु भन्दा यहाँ सासूसँग सुत्यो भने चाहिँ अब ससुरालीमा चाहिँ म भित्तामा सुत्नु हुन्छ तिमी बिचमा सुत म छेउमा सुत्छु सालासँग त म मरिगयो सुत्दिनँ हिजो राति अप्ठ्यारो सुत्दै सिक्या भाइ त अनि भेर त सालोसँग म सुत्दिनँ भन्दै हुनुहुन्छ त उतैपट्टि हुनुहुन्छ म सुत्ने भनेर सालोसँग तँ साह्रै कुङ्नी परेर सुत्छ त्यही भएर पनि होला अलिक सजिलो पारेर सुते खुट्टा लाग्ला भेनालाई अनि सजिलोसँग सुतेको थियो त राति सुत्नु यस्तै दुःख हुन्छ र मलाई ससुराली आउनै मन लाग्दैन क्या छ्या अब हिजोको रात त जसो तसो कटाए आजको रात कसरी कटाउनु होला सालोसँग सुत भन्छ आज पनि छ्या हे भाइ के गर्नुहुन्छ हौ चुप लाएर सुत्नु न छ्या सरी भन्न सरी सपनामा दुःख पाएछ हे तेरिका यो के हो भाइ यो के हो भाइ अघि टिभी हेर्दा त सुतेको टिभीको रिमोट हो भने ससुरालीमा इज्जत बचाउनु छ भने भाग केटा अहिले नै जा ढोका खोल्दे जहिले निन्द्रा लागेन राति नयाँ ठाउँ भएर तिमी कहाँ हिँडेको राति उता सालासँग सुत्नु भन्दा यहाँ सासूसँग सुत्यो भने सुरक्षित हुन्छु होला म भित्तामा सुत्नुहुन्छ तिमी बिचमा सुत म छेउमा सुत्छु सालासँग त म मरिगयो सुत्दिनँ नि